गोसाइँकुण्ड नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटन स्थल हो। यो स्थल रसुवा जिल्लामा अवस्थित छ र समुद्री सतहबाट करिब 4,380 मिटर र 14,370 फिट उचाइमा रहेको छ। गोसाइँकुण्डलाई हिन्दू धर्ममा अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा मानिन्छ। गोसाइँकुण्ड एक प्राकृतिक हिमताल हो। यो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ। यहाँको मुख्य आकर्षण भनेको ठुलो गोसाइँकुण्ड ताल हो, जसको वरिपरि साना 108 वटा तालहरू रहेको जनविश्वास छ। गोसाइँकुण्डको धार्मिक महत्त्वहरू। गोसाइँकुण्ड भगवान शिवसँग सम्बन्धित पवित्र स्थल हो। पुराणका अनुसार समुद्री मन्थनको बेला विष निलेर ज्वरोले तातिएका भगवान शिवले यसै कुण्डमा स्नान गरेर शान्ति पाएका थिए। प्रत्येक वर्ष जनवरी पूर्णिमा वा श्रावण शुक्ल पूर्णिमाका दिन हजारौँ भक्तजन यहाँ स्नान गर्न आउँछन्। विश्वास गरिन्छ कि यहाँ स्नान गरे पापमोचन हुन्छ। गोसाइँकुण्डको भौगोलिक विवरणहरू। रसुवा जिल्लामा पर्दछ। गोसाइँकुण्डको उचाइ 4,380 मिटर रहेको छ। गोसाइँकुण्डको नजिकैको गाउँ भन्नुपर्दा धुन्चे रहेको छ। गोसाइँकुण्डको पहुँच मार्गहरू। काठमाडौँ त्रिशुली धुन्चे हुँदै करिब 2-3 दिनको पैदल यात्रा लाग्नेछ। भ्रमण गर्नका लागि उपयुक्त मौसम असारदेखि असोजसम्म यहाँ भ्रमण गर्न सबैभन्दा उपयुक्त समय मानिन्छ। पर्यटकीय आकर्षण। गोसाइँकुण्ड ट्रेक नेपालका लोकप्रिय पदयात्रा मार्गहरूमध्ये एक हो। यहाँबाट लामटाङ हिमाल, गणेश हिमाल, मनासलु पर्वतहरूको सुन्दर दृश्य देख्न सकिन्छ। गोसाइँकुण्ड वरिपरि रहेका अन्य साना साना तालहरू भैरवकुण्ड, सरस्वतीकुण्ड, सुरजकुण्ड आदि अर्को आकर्षक हुन्। प्रमुख पर्व जनै पूर्णिमा मेला। वर्षमा एक पटक मनाइने ठुलो मेला जहाँ हजारौँ भक्तजन तथा तीर्थयात्री गोसाइँकुण्ड पुग्छन्। यस अवसरमा स्थानीय तामाङ, शेर्पा, गुरुङ अन्य समुदायका मानिसहरूले पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्छन्। गोसाइँकुण्डको धार्मिक विश्वासहरू। गोसाइँकुण्डमा भगवान शिव र देवी गौरीको वास रहेको मानिन्छ। गोसाइँकुण्डमा स्नान गरी शिवको आराधना गर्नाले मोक्ष प्राप्त गर्छ भन्ने विश्वास छ। जैविक विविधताहरू। यस क्षेत्रमा धेरै प्रकारको पुष्प, पक्षी, जन्तु र अन्य हिमालय जीवजन्तुहरू पाइन्छ। उदाहरणको लागि रातो पाण्डा, मुस्क, मृग आदि। ट्रेकिङ अवधि। सामान्यतया 3 देखि 4 दिन आफ्नो गतिविधिमा निर्भर पर्दछ। गोसाइँकुण्ड अनुमति परमिट। ट्रेक गर्नुअघि लाङटाङ नेसनल पार्कमा इन्ट्री परमिट र TIMS कार्ड चाहिन्छ। कठिनाइ र चुनौतीहरू। उच्च उचाइ 4,380 मिटरले गर्दा अल्टिट्युड सिकनेस हुने सम्भावना हुन्छ। ट्रेल स्टेप उकालो र कहिले चिप्लो हुन सक्छ। वर्षात र जाडोमा मौसम अनिश्चित हुन सक्छ त कहिले हिउँले बाटो बन्द हुन सक्छ। समुद्र थनपछि विष पिएपछि शिवजीको घाँटी पोल्ने पीडा शान्त पार्न त्रिशुलले पाखुरा हिम भित्तामा प्रहार गरेर पानी निकालिएको र गोसाइँकुण्ड बन्न पुगेको भनी जनविश्वास छ। जनै पूर्णिमामा मेला। प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमामा जनै परिवर्तन र स्नानका लागि भक्तजनहरू ठुलो सङ्ख्यामा यहाँ आउँदछन्। बौद्ध तामाङ शेर्पाहरूको संस्कृति। यस क्षेत्रको स्थानीय जात-जातिहरू तामाङ र बौद्ध धर्मावलम्बीहरूसँग पनि गोसाइँकुण्डको धार्मिक सम्बन्ध छ। पूजा, तीर्थयात्रा, स्नान आदि क्रियाकलापहरू एक आपसमा मिश्रित छन्। सुरक्षा र उपयोगी सुझावहरू। उचाइको समस्याहरू। माथिल्लो ठाउँमा जाँदा सास फेर्न कठिनाइ, टाउको दुख्ने, थकाइ, खाना नपच्ने जस्ता लक्षणहरू देखा पर्न सक्छ। माथि जानुअघि बिस्तारै उचाइ चढ्ने, पानी प्रशस्त पिउने, आराम गर्नु पर्दछ। मौसमहरू। वर्षात र हिउँ परेको बेला सुविधा अलि कम हुने सम्भावना रहेको हुन्छ। घाम लागेको दिन राम्रो दृश्य हुन्छ। गोसाइँकुण्ड जानुअघि हामीले गर्नुपर्ने प्लानिङहरू। समय मिलाएर जानु राम्रो हुन्छ। मौसम र ट्रेक अवधि अनुसार योजना बनाउनु। भिड भएको दिन वा महोत्सव समयमा आवास तथा खाना सुविधा समस्या हुन सक्छ। गोसाइँकुण्ड केवल एक ताल होइन। यो धार्मिक आस्था, प्राकृतिक सुन्दरता र साहसिक यात्राको प्रतीक हो। यहाँ पुग्दा हिमालको हावा, शान्त पानी र भक्तिभावले भरिएको वातावरणले मनलाई शान्त पार्दछ। गोसाइँकुण्ड नेपालकै अद्वितीय र अमूल्य धरोहर हो।